साथीहरू नमस्कार है। म आज फेरि यसो थोरै रामायण लिएर आएको छु। वाचन गर्ने चाहिँ प्रयास गर्दैछु। मिले नमिलेको के कसो भयो भुल भयो माफ पाऊँ है। सो सुनेर साथ दिनु होला है त। जय श्री राम। वाल्मीकि ऋषिका वचन सुनी बहुत खुश भई जगन्नाथ गया। गंगा रती त्रिकुट गिरिका बीच पारी बस्दा भया। गंगा देखि सुमन्त्र फर्की दशरथ जहाँ बस्याका थिया। तहाँ जल्दी गएर जो छ समाचार सारा सुनाइदिया। बरको दुध घसी जटा मुकुट झैं बाँध्या दुवै भाइले। फेर लौजा भनी यो हुकुम ताही दिया रामले सीता माइले। गंगा पार रघुनाथ गया नजरले हेर्दा कठिन भो तहाँ। छोड्या देख्न जसै रुँदै रतली दौडेर आए यहाँ। सेवा बिन्ती गरेस भनी हुकुम भो लक्ष्मण सीता रामको। हाम्रो शोक रतिभर कदापि नगरुन् हुँदैन शोक कामको। यस्ता बात गरी राम गया भनी सबै बिस्ता सुनाया जसै। कौशल्या दशरथ जीलाई सले बाडाके बजारिन् तसै। बाक्सरले अति ताप भयो र दशरथ भन्छन् मलाई कति। भन्छौ मर्न बखत यसै हुन गयो छाड्यो शरीरले गति। अहिले मर्छु शराप पनि छ तिमीले खुब पुत्र शोकले गरी। जस्तै हामी मर्यौं उसै गरी मर्या ठुलो विपत्ति परी। यसमा चाहिँ अलिकति मैले थप्न चाहेँ साथीहरू। कस्तो भने राजा दशरथलाई चाहिँ पहिला चाहिँ श्राप परेको थियो हैन। कस्तो श्राप भने राजा दशरथलाई चाहिँ दशरथ शिकार खेल्दै जाँदाखेरि जङ्गलमा चाहिँ के अरे मृग जस्तो आवाज सुनेर चाहिँ बाण हान्दाखेरि त्यो बाण चाहिँ गएर चाहिँ एकजना मान्छेले पानी भरिराखेकोमा त्यो बेला लागेको थियो। अनि त्यही भएर उनको मातापिता चाहिँ फेरि आँखा देख्नुहुन्न थियो हैन। अनि उहाँहरूलाई चाहिँ त्यही एउटा उहाँहरूको चाहिँ पुत्र त्यही एउटा थियो र पुत्रलाई चाहिँ अब मरिसकेपछि त बाण लाएर मरेपछि अब राजा त्यहाँ जान्छन्। गएर ल छोरो आयो कि भनेर चाहिँ गर्दाखेरि बुवा आमालाई चाहिँ दुईतिर चाहिँ बोकेर त्यो खर्पनमा चाहिँ बोकेर चाहिँ तीर्थ गराउँदै लिएर हिँड्रा हुन्छ हैन। अनि राजा दशरथले चाहिँ मबाट गल्ती भयो यस्तो भयो भनेर सबै वृत्तान्त सुनाउँदाखेरि आमा बुवा चाहिँ दुवैजना जो आँखा देख्नुहुन्न थियो हाम्रो पनि पुत्र शोकमा जसरी चाहिँ मृत्यु भयो हैन। अब हामी यहीँ प्राण त्याग गर्छौँ पुत्र शोकमा। यसरी नै पुत्र शोकमा चाहिँ तेरो पनि मृत्यु हुन्छ भनेर चाहिँ श्राप परेको हुनाले जब राम वनवास गए अब त्यही पुत्र शोकले गर्दाखेरि राजा दशरथको चाहिँ अब मृत्यु हुँदैछ। अब कथा चाहिँ त्यस्तो हो है। जस्तै हामी मर्यौं उसै गरी मर्या ठुलो विपत्ति परी। यति एक तपस्वीले अघि शराप चोदी गया थ्या मरी। तिनको त्यही शरापको फल मिल्यो ठिक आज उस्तै परी। सब विस्तार शरापको कहिसकी हाराम सीता गरी। प्राणै त्याग दशरथजीले जब गर्या खलबल पर्यो त्यस घरी। प्रात काल भयो वशिष्ठ गुरु झट मन्त्री लिबर दरबार गया। तेलमाथि दशरथजीलाई धरी फेर छोरा झिकाइ लिया। अब राजा दशरथको राम जस्तो छोरा हुँदा पनि क्रिया हुन पाएन। किनभने अब राम 4 भाइ छोरा मध्ये राम र लक्ष्मण वनवास, भरत र शत्रुघ्न मामा घर गएको अवस्था छ हैन। त्यही भएर अब यहाँ चाहिँ क्रिया हुन पाइरहेको छैन। चाँडै आउनको वशिष्ठ गुरुको आज्ञा छ भन्या सुनि।
दूतैका सँग लागि भाइ लिआया भरतजी पनि। कैकैसित भेट भयो भरतको, सोध्या पिता छन् कहाँ। सब वृत्तान्त गरी भरत कनत सब विस्तार सुनाइन् त्यहाँ। सुन्या शोक मनमा पर्यो भरतको, साह्रै रिसाया पनि। पापी हौ तिमी कुम्भी, पाक नरकमा भोग गर्न जाउली भने। कैकेयी कन गाली दिकन तहाँ, दुखी बहुतै भया। कौशल्याजी जहाँ थिइन् तै, रुँदै भरतजी गया। कैकेयी चाहिँ आफ्नो भरतजीको आमा, अनि कौशल्या चाहिँ रामको आमा है। अब अनि सुमित्रा चाहिँ लक्ष्मण र शत्रुघ्नको। यसमा अब राम लक्ष्मण यिनीहरू 4 भाइको पनि कसरी भने अब यसमा छुट्टै कथा छ। राजा दशरथको चाहिँ पुत्र भएन। पुत्र नभएपछि चाहिँ अब के अरे गुरु पुत्र पाउनको लागि एउटा यज्ञ गर्न पर्यो भन्दाखेरि पुत्र पाउन यज्ञ गरेर त्यो सम्पन्न भइसकेपछि अब त्यसको खानेलाई चाहिँ होइन सुमित्रालाई र कौशल्यालाई र कैकेयीलाई दिएको हुन्छ। अनि उनीहरू खानै लाग्दाखेरि चाहिँ अनि सुमित्रा आइपुग्छिन्। सुमित्रा आएर खोइ त मेरो भाग भन्दाखेरि चाहिँ दुवैजनाले आधी आधी उनीहरूको भाग थोरै दिएको भएर दुईजनाको भाग खाएको भएर सुमित्रातिर चाहिँ लक्ष्मण र शत्रुघ्न 2टा बच्चा जन्मियो। कौशल्या र कैकेयीतिर चाहिँ राम र भरत मात्र जन्मेको। हे मातर मनमा कदापि नपरोस्, मत छैन मेरो रति। पाप लागोस् कचुमत भया गुरुजीलाई काटेर मार्या जति। बिन्ती यो गरी दुःखमा परि बिलाप गर्थ्या भरतजी तहाँ। मन्त्री वर्ग समेत वशिष्ठ गुरुजी पहुँच्या नजिकमा तहाँ। देख्या शोक भरतजीको र गुरुले, पिता बित्या छन् भनी। शोक गर्नु बढिया त छैन, किन शोक गर्छौ महाराज भनी। नाना तत्त्व कहीँ तहाँ भरतको, शोक गुरुले हर्या। सभाज्ञा गुरुको लि भरतले, कामकाज पिताको गर्या। राजाको क्रिया जसै गरिसक्या, दानको असङ्ख्यै गरी। त्यसबीचमा मनले विचार भरतले, राख्या बहुत शोक धरी। अब भरत चाहिँ अब रामलाई भेट्न चाहिँ वन जाँदैछन् होइन। माता मेरी त राक्षसी सरी भइन्, यिनका नजिकमा यहाँ। बस्नु योग्य अवश्य छैन, अब त जान्छु प्रभु छन् जहाँ। मेरो माता त राक्षसी नै भई, अब म यहाँ बस्न योग्य छैन, म पनि वन जान्छु भनेर अब वन जाँदै। यस्तो चित्त थियो तहाँ भरतको, यिनको छ यो मन भनी। मालुम ता गुरुमा थियो तर पनि, भन्छन् उचित हो भनी। बाबाको छ हुकुम यहाँ भरतले, राज गर्नु रामले गई। 14 वर्ष तलक बसुन् वनविषे, मानव मुनीश्वर भई। सीता राम यही बातले वन गया, यहाँ हजुरले पनि। गादी चढ्नुहोस्, हुकुम दिनुहोस्, यो राज्य मेरो भनी। यस्तो बिन्ती गरी वशिष्ठ गुरु चुप जसै रह्या था तहाँ। उत्तर जल्दी दिया तहाँ भरतले, क्या गर्छु यो राज यहाँ। अब राजा दशरथको चाहिँ भरत र राम र सीतालाई चाहिँ 14 वर्ष वनवास र हजुरलाई चाहिँ राज्य भन्नुभएको छ। हजुर अब राजगद्दी चढी बक्सियोस्, हजुरले राज गर्नुपर्छ भन्दाखेरि अब भरत भन्दै हुनुहुन्छ, म यो गर्दिनँ। कीर्तिमा अपकीर्ति पारी कसरी, राज गर्नु यहाँ बसी। दाजुको टहलै गरी सँग रह्या, लक्ष्मण रह्या छन् जसी। गया जहाँ सीता पनि, म पनि जान्छु अब तहाँ। फगत एक कैकै बसिरहन्, छोड्छु यहाँ। फलारी हुन्छु शिरभरि जटाधारी वनमा। म भोलि जान्या छु हिँडिकन, विचारै छ मनमा। प्रभुको गादी हो प्रभुकन फिराएर घरमा। म गादी सुम्पन्छु किन म गरौँला राज्य करमा। भरतका यस्ता बात सुनिकन सबै खुस अति भया।
भरत भोलि बेरै उठिकन सबेरै हिँडी गया। सबै माता भ्रात गुरुसहित सब फौज पनि लि फगत सीतारामको चरणमा चित्त पनि दिए। म कहाँ गर्छु, म पनि जान्छु भनेर अब जाँदैछन् उतै है। भरत गङ्गा पहुँच्या गुरुजीकन शङ्का हुन गयो। ठुलो लस्कर देख्या नबुझिकन तार नै डर भयो। लडौला नाउ खैची भरत कपटी हुन् यदि भन्या। भनी मन मन लस्करहरूकन तयार हौ पनि भन्या। ठुलो भित्री मतलब गरिकन गया बुझ्दछु भनी ताहाँ भेटी राखी नजरतिर हेर्या कछु अनि। जसै देख्या आँसु गहभरि धेरी शोक पनि घरी। कहाँ मिल्छन् सीतापति मकन भन्दै घरिघरि। जसै शिर पाउमा गरी ती गुरले ढोग पनि दिया। भरतले अङ्कमालै गरु भनी उठाइकन लिया। भरतजीले सोध्या गुहसित सीताका पति यहाँ। सुत्याको स्थल कुन हो मकन कछु जान्छु अब तहाँ। गया विस्तार पाई रघुपति सुत्याका शयनमा। भरतले खेद मनमा कुश शयन देखेर मनमा। अब जो रथमा लिएर गएको थिए चाहिँ श्रीराम र सीतालाई चाहिँ उनलाई सोधे कहाँ हो सुत्या होइन, दाई भाउजू कहाँ हो सुत्या भनेर देखाउँदाखेरि कुशको चाहिँ कुश ओछ्याएर सुतेको शयन कक्ष देखाउँदाखेरि चाहिँ मनमा चाहिँ ठुलो असह्य पीडा भयो। अहो मेरा खातिर बन बन सीताजी पतिसँगै कुशासनमा सुत्छिन् न त यसरी सुत्थिन् अघि कतै। अहो धिक्कार मेरो जनम जननी कैकै भइन्। यिनैले गर्दामा पतिसँग सीताजी बन गइन्। कहाँ छन् सीतानाथ कति पर गया भेट्दछु कहाँ। छ केही मालुमता मकन कहूँ जान्छु अब तहाँ। बताया यहाँ छन् भनी ती गुहले रामकन पनि। गुहकै समाचारले खुसी पनि भया भेट्दछु भनी। सब विस्तार बताई ताही गुहले गङ्गाजी तारी दिया। तहाँ देखि भरत चली गया जहाँ भारद्वाज थिया। एक दिन ताही मुकाम गर्या भरतले सम्मान ऋषिले गर्या। सारा सैन्य जति थिया भरतका मेजमानीले छक पर्या। भोलि बेर सबेर लस्करली बिदा ऋषि थै भया। कहिले पुग्दछु चित्रकूटगिरीमा भन्दै भरतजी गया। खुस भई लस्कर चित्रकूटगिरीका पहुँच्या नजिकमा जसै। खोज्या ताही भरतजीले अघि गई डेरा प्रभुको तसै। डेरा देखि भरतजी तही नजिक गया। पाउ छाप देख्या श्रीरामका पाउका छाप चिनिकन खुसीले माथ ताही टेक्या। भन्छन् धन्य रहछु सहज नमिल्न्या पाउका छाप देख्या। ब्रह्माजीले नपाउँछ तापनि सहजै माथले आज टेक्या। दाजुको चाहिँ पैतालाको छाप देखेर उनले अब यहीँ भनेर चाहिँ अब दर्शन गर्दैछन् होइन। यस्तो बोल्दै प्रभुको चरण धुली बिसे भक्तिले लटपटिँदै। कहिले पुग्छु कहाँ छन् भनिकन मनले 10 दिशा दृष्टि दिँदै। अनि यता गरे भइहाल्थ्यो त नि, यता लिएर आएर जाँदा ताही भरतले प्रभुजीकन जसै नेत्र देख्न पाए। ख्वामी तलाई आज पाए भनिकन खुसीले पाउ पर्न धाए। देख्या पाउ पर्यो गहभरि बहँदा अस्रा सुधारा झर्याको। सब राज्य तृष्ण बराबर गरिकन बहुतै आफूमा मन धर्याको। यस्तो देखि कृपाले भरतकन तहाँ काखमा राखी लिया। जस्तो मन हो भरत बुझी रघुपतिले खुब कृपा दृष्टि दिया।
श्री सीतापति माईका चरणमा राख्या शिर फेर पिता कहाँ छन् किन आज देख्दिन यहाँ क्या गर्छन् छन् कता। अब बुबाको स्वर्गारोहण भएको रामलाई थाहै छैन होइन। अब यहाँ सोध्दै हुनुहुन्छ भन्दै खोजी गर्या पिता कन तहाँ श्री रामजीले तसै सविस्तार वशिष्ठले भनिलिँदा शोक गर्न लाग्या तसै। गङ्गा स्नान गरी तिलाञ्जली दिया फेरि पिण्ड दानै पनि फलफुलले रघुनाथले ताही दिया पाउन् पिताले भने। त्यस दिनमा उपवास गर्या जब बित्यो रात फेरि गङ्गा गया गङ्गा स्नान गरी फिरेर मडीमा आएर बस्दा भया। ताहाँ सीतारामका चरणमा शिर पनि धरी अयोध्या लैजान्छु भनिकन ठुलो मन सब गरी। भरत बिन्ती गर्छन् किन रघुपते आज वनमा हजुरले आएको मकन अति ताप हुन्छ मनमा। ख्वामित हजुरको मतदास पो हुँ यो राज्य गर्नाकन योग्य को हुँ। यो गादी त यही हजुरको हो मैले त सेवा गरी बस्नु पो हो। छोरा हुनन् यज्ञ बहुत गरिनन् सम्पूर्ण लोकको पनि ताप हरिनन्। तपोती छोरासित राज्य छाडी जानु असल हो त छँदैछ छाडी। बेला त यो होइन जान वनमा मेरा त निश्चय हुन्छ मनमा। जाउँ घरै फर्की सदाई जाओस् मेरी मातासित रिस नआओस्। यस्ता प्रकारले गरी बिन्ती गर्दै आँखाभरि आँसु बहुत धर्दै रोया भरतले जब पाउमा गई बोल्या प्रभुले पनि खुसी मन भई। हे भाइ गर्छौ किन आज जिद्दी फिर्नु असल छैन नि काम नसिद्धि। जान्छु म वनमा तिमी फर्की जाऊ त्यस राज्यको काम तिमीले चलाऊ। रामले बनाइ गई मुनि भेष धर्नु यहाँ भरतले बसी राज्य गर्नु। भन्या पिताको जब सुन्न पाए आज्ञा उसैले वन जान आए। यी बात भरतले जब सुन्न पाए फेरि चरणमा परी बिन्ती लाए। हे नाथ पिता हुन मतिहीन भएका स्त्रीका त साह्रै बसमा पर्याका। उनले भन्या थ्या भनी राज्य छाडी जानु असल होइन आज छाडी। ख्वामित बहुत बिन्ती छ फर्की जाऊ फर्कन्न भन्या त जवाफ नपाऊ। बुवाले त्यसो भने पनि हजुर चाहिँ फर्किनै पर्छ। उहाँ चाहिँ अब स्त्रीको चाहिँ साह्रै बसमा परेर चाहिँ मेरी माताको बसमा परेर यसो भन्नुभएको हो। त्यसैले हजुर फर्कनै पर्छ मैले राज्य गर्दै गर्दिनँ भनेर चाहिँ भरतले चाहिँ यहाँ बिन्ती गर्दै गर्छ। यस्तो भरतले जब जिद्दी लिया उत्तर प्रभुले पनि फेरि दिया। फर्कन्न भैया तिमी फर्की जाऊ पिताजीलाई पनि दोष नलाऊ। खुब सत्यवादी त पिताजी थिया साँचै हुनाले वरदान दिया। सो पूर्ण गर्नाकन जान्छु वनमा साँचो कुरा हो बुझिलेऊ मनमा। उत्तर प्रभुको सुनि दुःख मान्या फेरि चरणमा परि बिन्ती लाया। फिर्नु होस् ख्वामित बिन्ती गर्छु यस दण्डकारी विषय म जान्छु। यस्ता वचन सुनि भरतजीलाई फेरि हुकुम भो तिमी फर्क भाइ। यो राज्य साट्या पनि हुन्छ झुट हे भाइ गर्छौ किन आज भुटो। यसमा चाहिँ राजाले चाहिँ कैकेयीको भनेको मान्नुको पनि पछाडि पनि कारण छ होइन। कस्तो भने एकचोटि चाहिँ युद्ध हुँदाखेरि राजा दशरथलाई चाहिँ कैकेयीले चाहिँ आफ्नो औँला रथको के भन्छ त्यो लड्न लागेको अवस्थामा आफ्नो औँला हाल्दिएर चाहिँ रथलाई चाहिँ लड्न नदिएर चाहिँ युद्ध जिताएको हुनाले
पछि चाहिँ दशरथले चाहिँ ल तिमी 2टा वरदान माग, जे मागे पनि म दिन्छु भनेकोले अहिले म माग्दिनँ महाराज, यो 2टा वरदान मैले थाती राखेँ है त, म आवश्यक परेको बेलामा माग्छु भन्दाखेरि त्यही 2टा वरदान चाहिँ, एउटा वरदान भरतलाई राज्य, अर्को वरदान चाहिँ रामलाई 14 वर्ष वनवास भनेर मागेकोले गर्दाखेरि आफू वचनबद्ध भएकोले गर्दाखेरि राजाले चाहिँ नतमस्तक भएर चाहिँ हार्न नसकेर अनि त्यो वरदान दिएको हुनाले यो घटना चाहिँ घटित भएको हो होइन। हुकुम यस्तो सुनि भरत पनि रामका चरणमा परिबिन्ती गर्छन्, म त रघुपते छु शरणमा। चरण बाहिक एकछिन रह पनि ताप हुन्छ मनमा, नफर्क्या खमितका पछि पछि म त जान्छु वनमा। न त फर्की जान्या न त मनकन लान्या वनमा पनि, भन्या मर्छु खमित अब अरू केही कुरै नभनी। भनी आसन बाँधी जब मरणमा निश्चय धर्या, खुसी भई श्री रामले पनि अति दयालु मन गर्या। दिया सूचन रामले गुरुकन बुझाऊ तिमी भनी, गुरुले एकान्तै लगिकन भरतजीकन पनि बुझाया बात खोलिकन सुनई जो हुन् रघुपति, जगन्नाथ साक्षात हुन् त्रिभुवनपतिका अधिपति। अघि ब्रह्माजीले सकल भूमिको भार हर भनी, स्तुति गर्दा खुस भई सुन म हरुला भारहरू पनि। भन्याका हुनाले उही वचन पालन गरौँ भनी, प्रभु जान्छन् वनमा पछि त सुन फिर्छन् घर पनि। प्रभुको इच्छा हो न तर कसरी कैकै पनि, बनै जाउन् भन्थिन् प्रभुकन रति तुल्य नगरे। कुरो यस्तो जानी नगर तिमी यो आग्रह यहाँ, भूमिको भार टारिकन पछि त जान्छन् प्रभु कहाँ। यसमा चाहिँ राम वनवास जानुको पछाडि पनि अर्को कारण कस्तो छ भने, सत्ययुगमा चाहिँ ब्रह्माजीले 4 चाहिँ कुमार चाहिँ रचना गरेका, ती कुमारहरू चाहिँ 4 कुमार चाहिँ जाँदाखेरि वैकुण्ठमा भगवान् श्री विष्णुलाई भेट्न जाँदाखेरि चाहिँ सबै द्वारहरूबाट सजिलैसँग भित्र छिर्नुभयो। लास्टमा चाहिँ एउटा द्वारमा 7औं 8औं कतातिर चाहिँ 2 जना द्वारपाल बसिरहेको, द्वारपालले चाहिँ छेकेर भित्र जान नदिएको अवस्थामा त्यो चाहिँ उहाँहरूलाई चाहिँ भित्र भगवान् श्री विष्णुले कसैलाई आउन नदिनु भनेकोले गर्दाखेरि प्रभुको यस्तो आदेश छ भनेर 4 कुमारहरूलाई भित्र जान नदिएको, जय र विजय भन्ने 2 जनाले। अनि उनीहरूले चाहिँ नदिएकोले गर्दाखेरि चाहिँ ल तिमीहरूले मेरो प्रभुसँग हामीलाई भेट्न दिएनौ, तिमीहरू पनि प्रभुसँग चाहिँ छिटै बिछोड होस्, तिमीहरू पाताल जानु परोस् भनेर श्राप दिएको हुन्छ। त्यही श्रापले गर्दा अब श्राप परिसकेपछि भगवान् श्री विष्णुले भन्नुहुन्छ अब श्राप त पर्यो, यो श्राप त लाग्छ नै। अब यसमा 2टा चाहिँ छ, तिमीहरू मेरो 7 जन्मसम्म मेरो भक्ति गरेर चाहिँ फेरि वैकुण्ठमा आउँछौ कि 3 जन्ममा चाहिँ मलाई मेरो विरोध गरेर मेरो हातबाट मृत्यु प्राप्त गरेर फेरि वैकुण्ठ आउँछौ भन्दाखेरि 7 जन्म त धेरै टाढा भयो प्रभु, हामी 3 जन्म चाहिँ हजुरको चाहिँ वैरी भाव गरेर हजुरबाट चाहिँ मृत्यु प्राप्त गरेर चाहिँ हामी फेरि वैकुण्ठ आउन पाऊँ भन्दाखेरि चाहिँ ल तथास्तु त्यही नै हुन्छ भनेकोले गर्दाखेरि पहिलो जन्म चाहिँ उनीहरूको चाहिँ हिरण्यक्ष र हिरण्यकश्यपु भएर चाहिँ त्यसमा चाहिँ हिरण्यक्षलाई चाहिँ वराह अवतार लिएर मार्नुभयो, हिरण्यकश्यपुलाई चाहिँ नरसिंह अवतार लिएर मार्नुभयो प्रभुले। अनि दोस्रो जन्ममा चाहिँ रावण र कुम्भकर्णलाई भगवान् श्रीरामले मार्नुभयो। त्यस्तै द्वापर युगमा चाहिँ भगवान् श्रीकृष्णले शिशुपाल र अर्को एउटा नाम चाहिँ मैले बिर्सेँ होइन, त्यहाँ मार्नुभयो। त्यसरी गरेर उनीहरू चाहिँ फेरि वैकुण्ठमा चाहिँ आउन, त्यसैको लागि चाहिँ भगवान्ले विभिन्न अवतार लिएर चाहिँ पृथ्वीको भार हरण गर्नुभएको हो। यसरी कथा अलिकति लामो छ, अब छोटकरीमा भन्दा अलि गाह्रै छ होइन। रावण मारी उतारी भार भूमिको, फिर्छन् जगन्नाथ भनी, यस्ता हुन् रघुनाथ भनेर गुरुले खोलेर गुइए पनि। सब विस्तार गरी दिया र गुरुको बाणी कुनी खुस भया,
फर्क्यानन् रघुनाथ भनी मन बुझ्यो रामका नजिकमा गया। यहाँ अब भरतलाई पनि थाहा नभएको त होइन भरत पनि अब राम लक्ष्मण भरत शत्रुघ्न भनेको को हुन् भने राम भनेको भगवान् श्री विष्णुको अवतार भइहाल्नु भयो। भरत भनेको पाञ्चजन्य शङ्ख भगवान् श्री विष्णुको चाहिँ पाञ्चजन्य शङ्खको अवतार। अनि शत्रुघ्न भनेको भगवान् विष्णुको सुदर्शन चक्र। त्यसपछि लक्ष्मण भनेको भगवान् विष्णुको शेषनाग शय्याको अवतार हो। सीता भनेको माता लक्ष्मीको अवतार भइहाल्नु भयो। हे नाथ तत्त्व बुझ्या म फिर्छु अब जान्छु अयोध्यामा, पूजा गर्न दिनुहोस् हजुरका एकजोर खराउ यहाँ। यस्तो बिन्ती गरी प्रणाम वरिपरि घुम्दै भरतले गर्या, आफ्ना साफी खराउ दि प्रभुजीले सबताप भर्का हर्या। अब मलाई एकजोर खराउ दिनुहोस्, म खराउ लिएर हजुरको चाहिँ त्यो खराउलाई चाहिँ राजगद्दीमा राख्छु, त्यसैको पूजा गर्छु। म राजगद्दीमा चाहिँ म बस्दिनँ, मलाई चाहिँ खराउ बक्सनुहोस्, म फिर्छु अयोध्या भन्नुभयो होइन। फेरि बिन्ती गरे ता भरतले लो फिर्दछु फिर्न ता, 14 वर्ष समाप्ति पारि नफिर्या मर्न्याछु साँच्चै मता। यो बिन्ती सुनिलो भनी भरतका सामने हुकुम भो तहाँ, कैकै रघुनाथका चरणमा रुँदै परेन खुब तहाँ। हे नाथ दुर्बुद्धि आई अति फजिती, दिया राज्यको घात गराई, मायाले मोह पर्दा मन पनि भुली गई मेरी बुद्धि हराई। क्यारो नाथ आज रुन्छु विपत्ति परि गयो, आज पो चेत पाया, कठपुतली झैँ नचाउँछिन् त्रिभुवनका सब धन्य छन् तिम्री माया। मेरो माया छ छोरा जनधनहरूमा, यो सबै खैँचिदेऊ, दुर्बुद्धि हो पछि ता शरण परि भनी खुब कृपा राखिदेऊ। कैकै यति पाठले स्तुति गरी हरिको पाउमा शिर धरिन्, हे नाथ आई शरणमा परि भनी करुणा राख यो बिन्ती परिन्। हाँसी सीतापतिले पनि अभय दिए, जो भनाया भन्यौ सो, दोष तिम्रो छैन यसमा बुझ तिमी मनले मेरी इच्छा त यो हो। मनमा सन्तोष पाऊ मकन दिन दिनै सम्झँदै दिन बिताऊ, छुट्नन् सब कर्म तिम्रा रतिभर मनमा शोक नराखेर जाऊ। यसमा अब कैकै तिम्रो पनि केही दोष छैन माता, यो सबै गराके मैले नै हो होइन। त्यही भएर यसमा केही चिन्ता नगरिकन अनि मेरैमा भक्ति राखेर दिनदिनै मलाई सम्झँदै चाहिँ योबाट छुटकारा पाउनुहोस् भनेर चाहिँ भन्दै हुनुहुन्छ। कैकेयी करुणा बुझी खुस भई बिदा प्रभु थै भइन्, श्रीरामको चरण रविन्द मनले भज्दै अयोध्या गइन्। सब लस्करहरू लि भरत पनि बिदा भई फेर अयोध्या गया, सब लस्करहरूलाई राखी घरमा आफू फरक भइरह्या। नन्दी ग्राममा सर्याका भूमि शयन गरी रोज फलार गर्याका, एकगठा सब जटाको गरिकन ती खराउ गादीमाथि धर्याका। गर्थ्या सब राज्यको काम त पनि सब कुरा गादीमा बिन्ती गर्दै, यस्ता रीतले बिताया दिन भरतजीले राममा चित्त धर्दै। केही दिन चित्रकूटमा बसिकन रघुनाथ वाल्मीकि त्यहीँ बिदा भई, जान्छु वनमा म फिर्छु भनिकन खुसीले अत्रिका आश्रममै गई। अत्रिका पाउमा शिर धरिकन म त हुँ राम भनी नाम बताया, श्रीरामका बाणी सुन्दा मन अति खुसी भई अत्रिले हर्ष पाया। पूजा सीतापतिको गरिकन ऋषिले पाउमा बिन्ती लाया, वृद्धा छन् पत्नी मेरी सकल विषयमा एक रति छैन माया। भित्रै छन् आज दर्शन दिन मडुली विषय भित्र सीताजी जाउन्, सीताजीलाई पाई अब त ती बुढीले जन्मको सार पाउन्। अत्रिको बिन्ती सुनि हुकुम पनि दिया, लो सीता भित्र जाऊ, अत्रिकी पत्नी भेटिकन अब तिमीले जल्दी फर्केर आऊ।
आफ्ना नाथको हुकुम यो सुनिकन खुसी भई भित्र सीताजी जाई भेटिन् वृद्ध बहुत भइकन बसिरह्या अत्रिकी पत्नीलाई। सीताले पाउमा शिर धरिकन बहुतै प्रेम बुढीमा बढाइन् जोर जोर कुण्डल र सरी दिइकन बुढीले अङ्ग राग फेर चढाइन्। यसले शोभा निरन्तर दृढ रहला यो पनि बिन्ती लाइन् सीताजीलाई आशिष दिए ती अनुसयाले बहुत हर्ष पाइन्। सीता र लक्ष्मण सहित गरी रामलाई भोजन म दिन्छु भने खुपसित चिज बनाई भोजन गराई रघुनाथ की जानी माया ताई सपत्नी भई राम की कीर्ति गाया। अयोध्याकाण्ड चाहिँ अब यहीँबाट चाहिँ सक्यो। इति अयोध्याकाण्ड समाप्त है। अब यहाँबाट चाहिँ अब अर्को अध्याय सुरु हुन्छ साथीहरू। अब यहाँसम्म सुनेर साथ दिनुभयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अब यहाँबाट चाहिँ 8 काण्ड रामायण अरण्यकाण्ड सुरु हुन्छ है। यो चाहिँ म फेरि अर्को कुनै दिन लिएर आउँदैछु। तबसम्मको लागि मलाई बिन्ती बिदा दिनुहोस्। हस्त नमस्ते है त भुलचुक माफ पाऊँ। जय श्री राम।